तपाईँहरू सैलिङमा आउँदै हुन्छ भने यताबाट जानुभयो भने चाहिँ तपाईँको जुरे ढुङ्गा महादेव पुगिन्छ। यताबाट चाहिँ कालापानी सैलुङ पुगिन्छ। कालापानी सैलुङ चाहिँ यता डाँडाबाट जानुपर्छ भने जुरे ढुङ्गा महादेव चाहिँ यताबाट जानुपर्छ। अनि यो एउटा थुम्का दुईवटा थुम्का यो थुम्कै देखेको चाहिँ 100 थुम्का भनेर नाम राखेको छ अरे। 100वटा थुम्का देखिन्छ अरे यहाँबाट चाहिँ भन्ने यो मान्छेहरूको भनाइ छ। अब के कतिवटा देखिन्छ। म अहिले चाहिँ हामी कालापानी सैलुङतिर लागिरहेछौँ। हाम्रो साथीहरू अगाडि पनि पुगिसक्नु भएको छ भने हामी चाहिँ अलि पछाडि नै छौँ। अनि यस्तो भइरहेछ। अनि बाटो चाहिँ एकदम गाह्रो, हिँड्नलाई चाहिँ एकदम गाह्रो छ। अब पछाडि पनि साथीहरू छन्, अगाडि पनि छन्, हामी बिचमा मात्रै छौँ। अनि चिसो चाहिँ एकदम चिसो, ज्याकेट स्याकेट लगाएर चाहिँ आउनै पर्छ। तर के हुन्छ भने चिसो चाहिँ एकदम चिसो छ। अनि एकदम खतरा ठाउँ ल हेर्नुहोस् चाहिँ है, पुरै स्विजरल्यान्ड भन्दा पनि खतरा छ। अनि यता चाहिँ यस्तो खतरा बाटो छ कि अनि वरिपरि पनि हेर्न सकिन्छ। अनि ठाउँ चाहिँ डेन्जरै छ। गुराँस चाहिँ अहिले फुल्न खोजेको रहेछ तर फुलिसकेको छैन। अनि यहाँ आउँदै हुनुहुन्छ भने यसरी फोहोरहरू पनि नगरिदिनु होला भन्दै मैले चाहिँ भनिरहेको हुन्छु। बारम्बार जुन भिडियोमा पनि भनिरहेको हुन्छु, फोहोरहरू धेरै गरिदिनुहुन्छ तपाईँहरूले। अनि यताबाट चाहिँ यो चाहिँ गुराँसको बोटाहरू भयो। अनि हामी यताबाट जस्तै यहाँबाट हेर्दाखेरि पनि खल्जाहरू पुरै देखिएको छ। अनि यहाँ चाहिँ ओडारवाला ढुङ्गाहरू, यो चाहिँ कालापानी सैलुङ जाने बाटो छ होइन। हजुरलाई कालापानी सैलुङ भन्छन् रहेछ नि यहाँ चाहिँ। अनि यहाँ हिउँ पर्छ भनेर भनेको थियो, तर हिउँ चाहिँ हामी आउँदा चाहिँ हिउँ चाहिँ छैन, तर पर्छ अरे भनेर भनिरहनु भएको छ मान्छेहरूले। अनि यताबाट चाहिँ पुरै ढुङ्गाहरू चाहिँ खतरा नि छ। यस्तो खतरा ढुङ्गाहरू छ है। अनि तपाईँहरू हेर्न सक्नुहुन्छ। मैले पुरै यताबाट चाहिँ यस्तो दामी देखिन्छ कि है, खत्रै ठाउँ छ। ठाउँ चाहिँ घुम्न आउँदै हुनुहुन्छ भने सैलुङ चाहिँ एकदमै राम्रो ठाउँ रहेछ। अब घुम्नको लागि चाहिँ यस्तो दामी छ हेर्नु, आकाशलाई नि छुउँला जस्तो भइसकेको छु यहीँ हो। अब ठिकै छ। अब साथीहरू चाहिँ उता छन् अनि हामी चाहिँ साथीभाइहरू छन् अनि हिँड्दैछौँ हामी। अब के हुन्छ हजुर। अनि टोली बढ्यो अगाडिबाट टोली मप